हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम धेरै ठिकै छु। अनि आजको ब्लग स्टार्ट गरौँ है त। आज चाहिँ हाम्रो रोपाइ हो होइन। अनि त्यसपछि बिहानैदेखि बनाउने भन्दाखेरि चाहिँ हाम्रो भ्याएन, किनभने आफ्नो मेलाको दिनमा कति काम हुन्छ, खाजा बना हेनतेन यताउता यही नभ्याउने के। अनि त्यसपछि म त दिउँसोबाट चाहिँ यसो बनाऊँ कि भनेर बनाएको होइन। के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि आज चाहिँ खाजा खाने भन्नाले ब्रेक टाइम जस्तै हो क्या, यो 12 बजेपछि छक्कली खाने भन्छ क्या गाउँघरतिर चाहिँ। अनि यो छक्कली खाने टाइम भएको थियो, अनि त्यसैमा दाइहरू अनि सबैजनालाई पानी छ्याङ सबैजनालाई दिइसक्यो, दिएर पनि अनि यो आई थिङ्क त्यो रोपारीहरूले चाहिँ खानुहुन्न क्या, किनभने रोपारीहरूले चाहिँ हाम्रो यतातिर चाहिँ दिँदैन, केटाकेटाहरूलाई चाहिँ दिनुहुन्छ क्या। यता त्यो ब्रेक टाइममा केटीलाई चाहिँ दिँदैन नि त, त्यही भएर। अनि यतिकैमा अनि अब सकेर यता गर्ल्सहरूले चाहिँ रोप्दै हुनुहुन्छ। अब म पनि रोप्न जाने होइन। अनि यता चाहिँ हाम्रो गाइजले चाहिँ आइ गर्दै हुनुहुन्छ। अनि मेरो चाहिँ फेरि क्यामेरा सामान्य मान्छे नै छैन कि, किनभने कोही छैन, केटाकेटीहरू कोही छैन। सानो भने नि म हो। अनि त्यसपछि त मन रोप्नु परिहाल्यो, त्यही भएर अब आफू रोपेको चाहिँ भिडियो बनाउनै पाएन। अनि रोपिसकेर फेरि यता आएर पनि रोप्नु थालेँ। अनि यतिकैमा रोप्दा अनि हाम्रो चाहिँ फेरि मेलामा केटा मान्छे नपरेर यति गाह्रो भएन यो गाइजहरू, किनभने केटा छैन नि त हाम्रो गाउँमा। त्यही भएर दिदी र मैले नै गरेँ। छनु त छ, तर प्रायः सब विदेश हुनुहुन्छ कि, त्यही भएर हो। अनि त्यही भएर म चाहिँ फेरि एकछिन चाहिँ रोप्छु भनेर अनि रोप्न थालेको। क्यामेरा सामान्यमा चाहिँ कोही नभएर यो भाइहरू चाहिँ भर्खर आएको होइन खाजा खाने टाइममा। त्यसपछि खाजा बनाउनु बेला कसलाई सामर्थ्य भन्नु, भाइलाई भनेको मान्दैन, आउँदैन भयो। आफैले झिप्पेरी बनाइहाल्यो। यतिकै खाजाहरू खाइसकेर फेरि डाँडामा आएर एकछिन कुराहरू गरेको। अनि कतिपय गाइजहरूले चाहिँ भन्नु होला कि यस्तो रोपाइमा जाँदा नि ज्याकेट लगाएर हुडी लगाएर जान्छु भन्नु होला, किनभने होइन म त्यसै त अफ्रिकाको हप्सी जस्तो छु। अनि झन् यस्तो घाम लागिरहेको थियो, बर्खा भन्छ यस्तो घाम लागिरहेको थियो। अनि यो घाममा फेरि झन् अफ्रिकाको हप्सीभन्दा कम नहोस् भनेर चाहिँ म ज्याकेट लगाएको गाइजहरू होइन। अनि त्यहाँ नसोच्नु होला। अनि त्यसपछि चाहिँ हामीहरूको चाहिँ टन्नै छ कि त्यो तल्लदेखि नै हो कि रोपेर आएको हामी। अनि यही खाजा बसेर खाएको नि त अघि हामी। अनि तल्लदेखि रोप्दा आएको है, यस्ता उता टन्नै छ क्या। अनि त्यसपछि अब चाहिँ त्यो हाम्रो दाइ हुनुहुन्छ नि, त्यसै त्यो उहाँको माथिसम्म छ। अनि मैले अघि नै भन्नुभएको गाइजलाई होइन, हाम्रो चाहिँ लाठी कम भएको कारणले गल्तीले नै गर्नुपर्छ भनेर। अनि यत्तिकैमा हाम्रो चाहिँ दिदीले नै गर्दै हुनुहुन्छ कि। अब के गर्नु, छँदै छैन त। अब नभएको मान्छे कहाँ खोज्न जानु, गाउँमा भएको मान्छेहरूलाई बोलाएकै हो। अब गाउँमा भएको नै यति थियो त के गर्नु होइन। अनि अब यो भिडियो हेरेर चाहिँ मेरो दाइले चाहिँ के बुझ्नुभयो होइन, विदेशमा भएको दाइहरूले कमेन्ट गरिदिनु होला गाउँमा के कस्तो छ होइन। अनि यतिकैमा अब हामी चाहिँ म चाहिँ रोप्नुपर्छ। अब क्यामेरा सामान्य मान्छे छैन, त्यही भएर अब होस्। अब त्यही भएर म चाहिँ रोपेर नि फेरि माथि आइसक्यो। माथि आएर चाहिँ दाइले चाहिँ फेरि ताती लाउनुहुन्छ, दिदी रोप्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ त्यो हुन्छ नि मेला नभएको कारणले रेस्ट गर्दै हुनुहुन्छ। अनि मेरो दिदीले चाहिँ हाई गर्दै हुनुहुन्छ। अनि त्यसपछि चाहिँ हामी एकछिन बसेको। त्यसपछि मेरो दाइले हेर्नु न जोत्नु भयो। अनि यतिकैमा जोत्दा दिदीहरूले चाहिँ हाई गर्दै हुनुहुन्थ्यो। अनि यतिकैमा हामीहरूको चाहिँ जोतेर पनि फिनिस भइसक्यो। अब चाहिँ फेरि हामी सकिसक्यो नि त। अनि अब हामी रोप्नुपर्छ। अनि त्यसपछि हामीहरूको बयस चाहिँ लास्टै कमी भइसक्यो, हेर्नु हो। यहाँ 2जना हुनुहुन्छ, माथि हुनुहुन्छ। अनि यतिकैमा अनि उनीहरू चाहिँ रोपेर आउनुहुन्छ। म चाहिँ घर जान लागेको। भाइलाई उचाल्थ्यो भने हेर्नु न यति गरम थियो कि। अनि यतातिर खाजाहरू चाहिँ अब धेरै मान्छे लगाएपछि धेरै नै अब बोक्नुपर्छ नि त। अनि धेरै वेस्ट पनि भएको थियो नि त। अनि त्यही भएर म चाहिँ गएको। यति भन्दै आजको दिन चाहिँ सकियो। बाई बाई। आज मेरो मिनी ब्लग के कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।